गुड मर्निङ एभ्रिवान। आज बिहानै म निस्केको छु गान्तोकबाट अनि आज चाहिँ मङ्गन जाँदैछु। मङ्गन डिस्ट्रिक्ट जाँदै गरेको भिडियो मैले अहिलेसम्म बनाएको थिइनँ। आज चाहिँ मङ्गन जाँदैछु। एक्लै छु गाडीमा, किन भन्दाखेरि चाहिँ एउटा अफिसियल कामको लागि जाँदैछु। अनि 9 बजीतिर 9:30मा जसरी भए पनि मङ्गन पुग्नै पर्ने छ, तर पनि 9 बजी आइपुग्नु भनेर भनेको थियो सबैजनाले। 6 बजी नै हिँडेँ म यहाँबाट। 6 अलिक नाग्यो, 6 बजी हिँड्ने मेरो उयो थियो, तर 6 बजी भएन, अलिकति नाग्यो। तर पुग्छु होला। अब माथिल्लो बाटो राम्रो छ अरे, फुदुङको बाटो भनेको सुनेको छु। कस्तो छ हेर्दैछु आज। गान्तोकमा चाहिँ यस्तो छ, अहिले चहल पहल सुरु भएको छैन, कोही उठेको छैन, खाली छ। यी ट्राफिकहरू पनि सब खाली छ। यस्तो छ। गर्दै भन्दै लाँदा ढिलो त भइहाल्यो। 6 बजी हिँड्छु भनेको, गान्तोकबाट यहाँ बाहिर निस्किँदा 0 पोइन्ट आइपुग्दाखेरि चाहिँ 6:30 पनि नागेर 6:38-39 भइसकेछ। ला अब 9 बजी पुग्छु कि पुग्दिनँ जस्तो। अब हेरौँ, मङ्गन यहाँबाट एट द मोस्ट 3 घन्टामा त पुग्छु भन्ने 6 लागेको छ। अब 6:30 भनौँ न, 7:30, 8:30, 9:30मा त पुग्नुपर्ने हो। 9:30मा पुगिनँ भने चाहिँ ढिलो हुन्छ। मेरो प्रोग्राम चाहिँ 10 बजीदेखि स्टार्ट छ। त्यसले गर्दाखेरि जाँदैछु। हेरौँ कति घन्टा चाहिँ लाग्दो रहेछ त। यहाँ बाज्रा आइपुग्न आँटेँ, यहाँबाट गान्तोक। यहाँ अहिले टक्कै कति भएको छ, 6:39 भएको छ। अब मङ्गन पुग्दा चाहिँ कति बज्दो रहेछ म देखाउँछु अहिले पनि तपाईँहरूलाई। बोझो गाडीको 0 पोइन्ट आइपुगेँ। अब यहाँबाट चाहिँ लेफ्टपट्टि गयो भने चाहिँ नर्थ सिक्किम जान्छ। नर्थ सिक्किमको हाइवे सुरु भयो अब मेरो। यहाँदेखि म नर्थ सिक्किम पसेँ। यहाँबाट नर्थ सिक्किम पसेँ, यहाँबाट चाहिँ मङ्गन जान्छ। यहाँ आइपुग्दाखेरि 6:50 भयो भनौँ न। अब दन्किन्छ नर्थ हाइवे आइपुग्यो। अब चाहिँ एक्लै हो, गाडीमा कोही छैन हो। बाटो निकै लामो छ। अब र पनि सन्न जाँदैछु। अलिक छिटै हुन्छ होला, बिहानै छ, बाटो अलिक क्लियरै छ, त्यस्तो ट्राफिकहरू केही छैन। त्यसले गर्दा अलिक छिटै हुन्छ होला भन्ने आशा छ। कविबाट यता लागेँ अनि यहाँनिर आइपुगेँ। फुदुङ ओपन डिफेकेसन फ्री जिपियु, फुदुङ जिपियु आइपुगेछु म अहिले। अघिदेखि म के भन्छ 7 सिस्टर वाटरफलमा चाहिँ एकछिन रोक्छु, भिडियो खिच्छु भनेर सोचिरहेको थिएँ कि 7 सिस्टर वाटरफलमा त पानी नै रहेन रहेछ। पानी नै रहेन रहेछ अहिले चाहिँ हो। अनि त्यहाँबाट यस्तो रहेछ है, 7 सिस्टरको त अघि पर गइहाल्यो। अहिले यहाँनिर एउटा छ, यस्तो पानी भन्ने केही पनि छैन हो। त्यहाँदेखि यस्तो यहाँनिर आइपुगेँ म, फेन्सङको पर। फुदुङ आइपुगेँ अहिले चाहिँ म। फुदुङबाट चाहिँ पारि लिन्तोक मजाले देखिँदो रहेछ, तर कुहिरो लागेर त्यति राम्रो देखेको छैन। अलिअलि चाहिँ देखिँदैछ हाम्रो माउली गाउँ। माउली गाउँबाट पनि फुदुङ मजाले देखिन्छ नि, त्यसले गर्दा फुदुङबाट पनि माउली गाउँ मजाले देखिँदो रहेछ। अब यहाँबाट मङ्गन पुग्न लगभग 30 किलोमिटर जति छ। कति टाइम लाग्छ हेरौँ। अहिले 7:35 भयो। 1 घन्टा अलिक बेसी भयो म गान्तोकबाट हिँडेको। 8:15 भयो, म राङराङ आइपुगेँ। अनि राङराङमा एउटा ब्रिज छ, त्यो ब्रिज चाहिँ सबैभन्दा अग्लो ब्रिज भनेर चिनिन्छ। अब त्यो ब्रिज पनि म देखाउँछु। यहाँ अगाडि आउँदैछ। सबैभन्दा अग्लो ब्रिज ओ, यहाँ देखिँदै गरेको ब्रिज यही हो, सबैभन्दा अग्लो ब्रिज सिक्किम। यो ब्रिज क्रस गर्नेवाला छु। यो ब्रिज हो।
तर ब्रिज बिचमा अलिकति उयो दब्बिएको जस्तो भएको छ, डरसरी छ। यतापट्टि चाहिँ पुरानो ब्रिज पहिलाको खोलुङ्गे पुल, अहिलेको यो छ। यो चाहिँ सबैभन्दा अग्लो पुल। म चाहिँ मङ्गन गर्ल्स स्कुल आइपुगेँ अहिले, जानेर हाम्रो प्रोग्राम हुनेवाला छ र 2.5 घन्टा टक्कै लाग्दो रहेछ। गर्ल्स स्कुल चाहिँ यस्तो छ। A simple and practical way to experience Heart's unlimited resources, and which is attracting us towards it. So we just take that supposition and we close our eyes and we rest our attention in our heart. र आजको ट्रेनिङ सकेर म होटलमा आइपुगेँ। अनि भोलि एक दिन अझै छ। भोलि एक दिन सकेर त्यहाँदेखि चाहिँ फर्किन्छु। खासमा चाहिँ म किन आएको थिएँ मङ्गन भन्दाखेरि चाहिँ टिचर्सहरूलाई ट्रेनिङ दिनुपर्ने थियो नर्थ डिस्ट्रिक्टको। अनि यसमा 90 टिचर्सहरू नर्थ डिस्ट्रिक्टको टिचरहरूलाई ट्रेनिङ दिनुको लागि चाहिँ मलाई पठाएको थियो। अनि 1-2 जना टिम यहीँको हुनुहुन्थ्यो र म चाहिँ गान्तोकबाट आएको। अनि आजको फर्स्ट डेको सेसन सक्यो, 2 डेज ट्रेनिङ हो। अनि आजको फर्स्ट डेको सेसन सकेर अहिले 4:30 लगभग भयो। 4 बजी सकेर म यहाँ होटलमा आइपुगेँ, बजारको अलिकति माथिल्लोपट्टि। र होटल टेम्बरिन्डमा रुम भनिदिएको रहेछ मलाई, र यहाँ आइपुगेको छु। रुम चाहिँ यस्तो छ, यस्तो छ। ट्विन बेड छ। त्यहाँदेखि यहाँनिर बाहिर बरन्डा छ। यहाँबाट मङ्गन बजार देख्छ। र भोलि चाहिँ म यहाँबाट, भोलिको मेरो सेड्युल चाहिँ के छ भने बिहान यहाँबाट उठेर फ्रेस भएर फेरि ट्रेनिङ सेन्टरमा जान्छु, गर्ल्स स्कुलमा छ। अनि भोलि ट्रेनिङ सकेर बेलुका 4 बजी ट्रेनिङ सकिन्छ, त्यहाँबाट म गान्तोक फर्किन्छु। र आजको भिडियो सायद अब यति नै होला। किन भन्दाखेरि चाहिँ भोलि त मेरो त्यही सेम स्कुल देखाउनु छ। अनि त्यहाँदेखि सेम त्यही बाटो फर्किनु पर्ने छ। त्यसमा नयाँ कुरा केही पनि छैन। त्यसले गर्दाखेरि म यो भिडियो जति पनि बिहान गान्तोकदेखि हिँडेदेखि अहिलेसम्म आएँ। आजको लागि यति नै। सी यू अगेन इन द नेक्स्ट भिडियो। बाई बाई।